औपचारिक तथा अनौपचारिक कार्यक्रममा कसरी प्रभावकारी बोल्ने, आफ्नो मन्तव्य कसरी बलियो बनाउने। यो भिडियो सामग्री कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा बोल्न र भाषण गर्नका लागि सहयोग मिल्ने गरी तयार गरिएको हो। तपाईँ यसलाई जस्ताको तस्तै पढ्न वा आफ्नो आवश्यकता अनुसार अलिअलि परिमार्जन गरेर प्रयोग गर्न सक्नुहुन्छ। 1. प्रस्तावना। सुरुवात 2 देखि 3 मिनेट। आदरणीय सभाध्यक्ष महोदय, कार्यक्रममा उपस्थित प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिहरू, आदरणीय गुरुजन, आदरणीय आमादुबा तथा यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो हार्दिक नमस्कार। सबैभन्दा पहिले यति महत्त्वपूर्ण तथा औपचारिक कार्यक्रममा मलाई केही शब्द राख्ने अवसर प्रदान गर्नुभएकोमा आयोजक टिमप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको यो कार्यक्रम केवल औपचारिक जमघट मात्र नभई हामी सबैका विचार, अनुभव र भविष्यका योजनाहरू साटासाट गर्ने महत्त्वपूर्ण अवसर हो। यस्ता कार्यक्रममा बोलेका केही शब्दहरूले कसैको सोच परिवर्तन गर्न सक्छ, कसैलाई प्रेरणा दिन सक्छ र कसैको जीवनको दिशा नै मोडिदिन सक्छ। आज म यही मञ्चबाट आफ्नो विषय उल्लेख गर्नुहोस् विषयमा केही विचार राख्ने प्रयास गर्नेछु। म आशा गर्दछु मेरा यी शब्दहरूले तपाईहरूलाई केही न केही सन्देश अवश्य दिनेछन्। 2. विषय प्रवेश, भूमिका, 2 मिनेट। कुनै पनि औपचारिक कार्यक्रममा बोल्दा सिधै गहिरो विषयमा नजानेर पहिला विषयको भूमिका तयार गर्नु अत्यन्त आवश्यक हुन्छ। हामी जुन समाजमा बाँचिरहेका छौँ त्यहाँ हरेक व्यक्तिको भूमिका फरक छ। कोही विद्यार्थी छन्, कोही शिक्षक, कोही कर्मचारी, कोही व्यवसायी त कोही समाजसेवी। तर हामी सबैलाई जोड्ने साझा कुरा भनेको हाम्रो जिम्मेवारी र सोच हो। आजको विषय पनि यही जिम्मेवारी, सोच र व्यवहारसँग प्रत्यक्ष रूपमा जोडिएको छ। यदि हामीले समयमै सही सोच विकास गर्न सकेनौँ भने भविष्यमा त्यसको मूल्य निकै महँगो पर्न सक्छ। त्यसैले आज म यहाँ समस्या मात्र होइन, समाधानतर्फ पनि ध्यान केन्द्रित गर्नेछु। 3. मुख्य भाग, बडी, 6 देखि 7 मिनेट। क. समस्याको पहिचान, 2 मिनेट। सबैभन्दा पहिले हामीले हाम्रो समाज, संस्था वा क्षेत्रभित्र देखिएका केही यथार्थ समस्याहरूलाई इमान्दारीपूर्वक स्वीकार गर्नुपर्छ। हामी प्राय अरूलाई दोष दिन्छौँ, प्रणालीलाई दोष दिन्छौँ, तर आफ्नो भूमिकाबारे सोच्न चाहँदैनौँ। परिवर्तन सधैँ माथिबाट मात्र होइन, तलबाट पनि सुरु हुन्छ। यदि हरेक व्यक्तिले मैले के गर्न सक्छु भन्ने प्रश्न आफैसँग सोध्ने हो भने आधा समस्या त्यही समाधान हुन्छ। ख. उदाहरण र अनुभव, 2 मिनेट। कुनै पनि औपचारिक भाषणलाई प्रभावकारी बनाउन सानो उदाहरण वा व्यक्तिगत अनुभव अत्यन्त उपयोगी हुन्छ। उदाहरणका लागि मैले आफ्नै जीवनमा पनि यस्तो अवस्था देखेको छु जहाँ सानो सकारात्मक सोचले ठूलो परिवर्तन ल्याएको छ। जब हामी डरभन्दा अगाडि बढ्छौँ तब अवसरहरू आफै खोज्दै आउँछन्। इतिहास हेर्ने हो भने पनि विश्वमा सफल भएका व्यक्तिहरू असफल नभएका होइनन्, असफलताबाट नडराउनेहरू नै सफल भएका हुन्। ग. समाधान र सुझाव, 2 देखि 3 मिनेट। अब प्रश्न उठ्छ, समाधान के त? समाधान कुनै जादु होइन। समाधान सुरु हुन्छ सही सोचबाट, इमान्दार प्रयासबाट, निरन्तर अभ्यासबाट र सकारात्मक दृष्टिकोणबाट। यदि हामी आजबाटै आफूलाई सुधार्ने निर्णय गर्छौँ भने भोलि हाम्रो परिवार, संस्था र समाज आफै सुध्रिन्छ। याद राख्नुहोस्, ठूलो परिवर्तन सानो निर्णयबाट सुरु हुन्छ। 4. भावनात्मक सन्देश, इम्प्याक्ट सेक्सन, 2 मिनेट। आदरणीय उपस्थित महानुभावहरू, हामी सबैको जीवनमा समय सीमित छ। आज जुन अवसर हामीसँग छ त्यो भोलि नहुन पनि सक्छ। त्यसैले आज गर्नुपर्ने काम भोलिका लागि नछोडौँ। यदि तपाईँ विद्यार्थी हुनुहुन्छ भने आजदेखि लक्ष्य स्पष्ट बनाउनुहोस्। यदि कर्मचारी हुनुहुन्छ भने कामलाई बोझ होइन, जिम्मेवारी ठान्नुहोस्। यदि अभिभावक हुनुहुन्छ भने सन्तानलाई केवल पैसा होइन, संस्कार दिनुहोस्। हामी सबै मिलेर सोच बदल्न सक्यौँ भने समाज बदलिन धेरै समय लाग्दैन। 5. निष्कर्ष, कन्क्लुजन, 2 मिनेट। अन्त्यमा म मेरा सम्पूर्ण भनाइहरूलाई छोटकरीमा यसरी समेट्न चाहन्छु। परिवर्तन बाहिर होइन, भित्रबाट सुरु हुन्छ। अवसर खोज्न होइन, सृजना गर्नुपर्छ। आलोचना होइन, समाधानतर्फ ध्यान दिनुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा आजबाटै सुरु गर्नुपर्छ। म आशा गर्दछु आज मैले राखेका यी शब्दहरूले तपाईहरूलाई केही समयको लागि होइन, दीर्घकालीन रूपमा सोच्न बाध्य बनाउनेछन्। पुनः एकपटक यो अमूल्य समय प्रदान गर्नुभएकोमा धन्यवाद दिँदै मेरो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। जय होस्।
यदि तपाईलाई यस्तै ज्ञानवर्धक, प्रेरणादायी र सकारात्मक सोच बदल्ने भिडियोहरू मनपर्छ र केही नयाँ सिक्ने सोचमा हुनुहुन्छ भने भिडियोलाई एक लाइक, कमेन्ट, सब्स्क्राइब र शेयर गरेर सहयोग गरिदिनुहोला। यतिको समयसम्म सुनेर साथ दिनुभएकोमा धन्यवाद।